हामी रुफटपमा बसिएछ आज। यो बाध्यता हो है, यस्तो छ है बाटो बनाउ हुँदै तारे। हामी पुग्नुपर्ने ठाउँ त्यो माथि डाँडाको ठ्याक्कै पल्लोपट्टि हो। त्यहाँबाट पनि अझै धेरै छ। हेरौँ आज कति समयमा पुगिन्छ। विशेष कामले आएको। यो बगैँचाको स्कुल हिमालय माध्यमिक विद्यालय। यो पार्क पुल तल हालेको रहेछ तल। हामी पहिला आउँदाखेरि चढ्ने खगाइमाथि चौतारी यही हो काटे चौतारीहरू है। यहाँबाट चौतारी हुँदै जानु ल। तपाईँ आनन्दलाई जानु कति बेला जानुभयो? 3-4 पेटी गयो। अब यो भाटेबारीको तेर्सो हो कि काको यो भाटेबारीको तेर्सो हो। माथि चाहिँ अलिकति बाटो बिग्रेछ अरे। यस्तो भिडमा बाटो पुऱ्याएर कहाँ पनि मिलाएर ल आयो बनाऊ ल स्कुल आयो। यो बनाउको स्कुलै हो। बाबा पढेको स्कुलै हो बबी। ल है ल ल ल ल रासासँग बोलिदिन्छ। म एकदम डर लाग्छ। ल गुड है ल। खै जेठानु कहाँ जानुभयो? अब यहाँबाट खर्च गर्नु ल। अब यति हो पिस। अब 0 अब सकियो। अब पिच सक्यो है। पिच सक्यो अब हल्लिने हो। अब के सक्यो अरे? के सक्यो? पिच छैन अब। कालो पत्रै सक्यो। ए त्यस्तै हो। तारे नपुग्दैछ यति हल्कासम्म ठाउँमा माथि तेर्छौ अनि ठिक छ। उकालोमा बाटो ढुङ्गा नआउने कता डोलिङ गरेर केही छैन। ट्र्याक्टरले खन्थ्यो। पानी खाउने रातो माटो सिलासिलिक सेलासिलिक तल बल्नु खेल्नु छ। ल यस्तो छ है। अब यता यता मल्छङ गर्दा फेरि पोल्टीलाई भन्ने डर छ कि म ठुलो। केटी सानो फेरि बाटो Wait,
तर मगा त पुगिन्छ नि पुगेर पुगिन्थ्यो यता यो रोहिणी द यहाँ पहिला ठुलो ताल हुन्थ्यो यहाँ अहिले सुकेछ खास के कारणले सुक्यो भन्ने कुरो थाहा भएन अनि यहाँ एउटा धार्मिक स्थल छ यो बारेमा भनिदिनुहोस् त यसमा चाहिँ अब पूर्व अनुसार चाहिँ यो ठुलो ताल हुने अनि कुनै दिन पनि यहाँ पातहरू खस्यो भने चराले टिप्दिने राम्रो गर्ने बराबरानीको स्थान बनाएर मन्दिर बनाएर राखेका छन् पूजा गरेका छन् यहाँको जिजु बराजुहरूले पे गरेका थियो कि अहिले त अब कलियुग जुगमा लागेको कहीँ ठुलो मैलो अब अलिअलि त गर्छन् होला सबै केही छैन ए ओके ल है त थ्याङ्क यू बाटो चाहिँ हेर्दाखेरि डरै लाग्दो छ नारे जाने बाटो यस्तै छ आयो आयो यता 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 बाटो चाहिँ खतरै छ है आयो 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 यता यता काट्यो यस ल आऊ ऊ त्यही हो मलाई मन पर्यो ल हामी कान्छीको घर आइसक्यौँ हो कान्छीलाई भाइलाई भेटिसक्यौँ है ल अब कान्छीहरू भाइहरूलाई दुःख दिने हो फुपूको घरमा कति भेट भयो कति खुसी लाग्छ है ल भोलि ल अब रमाइलो गर्ने ए ल ए आउँदा बित्तिकै हेर स्वागत आमामा ए आलु मकै अर्ग्यानिक ल है यहाँ हाम्रो कार्यक्रम हुँदैछ है सहयोग गर्दै हुनुहुन्छ यो सकेर हामी खाजा खान्छौँ है ल कान्छी के भन्यो रे हाम्रो बिना बहिनीले हामीलाई मसेज दाइलाई मकै र भुटे राखिदिनु बबिता नानीलाई के अरे चाउचाउ रे राधा चाउचाउहरू भन्दै ल बहिनीको ल यस्तो छ आमा ल आलु कस्तो छ दिदी अब तारेको हो नि त है हजुर आलु मिठो चट्नी मिठो ल चट्नी मिठो रहेछ चट्नी मिठो रहेछ भाइ त मिठो भयो आलु मिठो कि के मिठो जो गानिन्छ आगो आएर बबिनले आलु नमस्ते काका नमस्ते नमस्ते चुला लिनु जानुभएको थियो र ल यहाँ टोइलेट बनाइदिनु भन्छ बिचरा जहिले पहिलाको रेफ्री हो नि भलिबलको रेफ्री हो नि भएन नि त फेरि होइन सिटी छ ल अब काकालाई नि भेटियो ल ल ओके दामी ए सेट नम्बर 1 ल कस्तो राम्रो फुल फुलेछ रोज ल यिनीहरूले सल्लाह गर्ने है होइन कति बेला जान्थ्यो भने त्यति बेला भन्ने त्यति बेला छिटै जानुपर्छ यहाँ थियो आइसक्छ नि 8 बजे तपाईँ कति 7 बजे
ल डिनर टाइम हुँदैछ यो आजको हाम्रो अनि होइन त खाजा होइन तपाईँले ऊ देखाउनु पर्ने तरकारी र आलु हामी आज भर्मन जाने भर्मन ल हुन्छ जल यात्रा बहिनी छुट्यो बिचरा नेक्स्ट टाइम कुनै समय जाउँला है ल ल शुभ दिन सबैको हामी सबैको गाडी माथि आइपुग्यो 1 घन्टा लाग्छ कान्छी हामीलाई ल बहिनी see you later है भोटमा त कतिजना छ तिम्रो सबै भित्र जाऊ हामी त्यो लोब्रेन त्यहाँ छ नि त घुमाउने ठाउँ के अनि एउटा जोगी चाहिँ नि बिहान उठेर हिँडेको घुम्दै 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 भरि घुमेर फेरि बेलुका त्यही कोठा गयो अरे के कहाँ लोप्रे भनेर सोध्नु गरेर घुमाउरो छ यहाँ नि त्यस्तो त मान्छे गयो भने उल्टो खिच्छ अनि घरै चिन्नु सकिन्छ जलजला घाँटी भन्ने ठाउँ रहेछ यो जलजला ठाँटी गाडी स्लिप खाएको बाई 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 यहीसम्म हो टाढै छ के बाटो त माथि कस्तो भएछ राम्रो ल दामी अहिले माथि गएपछि झन् कति हुन्छ है Yes. Oh. यात्रामा कहिले सुख कहिले दुःख हुन्छ यहाँ हिजो पानी आएको थियो त्यो पानीले बाटो बिगार्दैछ माथि ल ल आइजा त हाल त जाऊ त तिमी त्यहाँ उकल्ने
यहाँसम्म गएर लाग्थ्यो नि उहाँ पुरा पुगिसकेको छ आउँछ खुल्छ क्या यो तारेको आलु मकै चटनी चना आलु नि मान्दो खाल्दिन्छ हामीलाई घर हुन्छ के नि पुरा आलु होइन हाल्दिन्छ ल खानु खानु ए यसरी हो खाने मकै खाने दामी ल बाजेलाई त हाम्रो माइजूले चिन्नुहुन्छ होला नि के भनेर चिन्नुहुन्छ माइजूलाई कलकत्ते बाजे कलकत्ते बाजे नै चिन्नु त माइजूले नि ल कलकत्ते चाहियो त्यसमा मेरो बाङ्गे टेबलमा ऐना छ मिलेन चम्चा लिएर खा बेरी हो क्या बेरी हो यो फोरेर काटेर बाजेहरूले हाल्दै ल काटेर हाल्दै खान्छ भोलि पूजामा चाहिने सामग्री जेठानले बनाइदियो मूलकै हो धन उता त पुरा व्यवस्थै भइरहेको पानी हो क्या थाल बटुको डेक्ची चम्चा यहाँ समाजबाट लाने हो म बोल्छु पूजा गर्ने पाठे बोका लिन जानु लाग्यो यो बाटो ऊ हाम्रो घर छ त्यहाँबाट आज पूजाको लागि लिएर जानुपर्छ लगभग हामी बोका पाछीहरू पाउने ठाउँमा आइपुग्यौँ होइन आइपुग्नलाई ल यो घरमा हो बाटो आलु खेती हो यो गाउँको आलु फलाउन मात्रै पर्छ सबै यहीँ आउँछ खरिद गर्न एउटा नाम चलेको ठाउँ हो आलुको बोका ठुलो र नि हुन्छ पाठीहरू ठुलो ल राम बोका हेर्दै बोका
मान्छेको कति किलो छ खै ओ हेलो भएको छैन ओ नै छैन हाम्रो माइजूको कान्छुको छोरी रे हो बनुको हाम्रो साइनले माइजू पर्यो यो पाठा 17 किलो बोका 17 किलोको यो पाठी 13 किलो काका 61 किलो हुनुहुन्छ उहाँले बोका बोक्नु भएको छ 78 उही 17 भयो भनेपछि 17 दुईटा 17 एउटा 13 हिसाब गर्नुहोस् तपाईँहरूले 13 र 17 30 दुईटा पाठी 30 किलो एउटा 17 किलो हाम्रो बाबालाई नि देखाइदिनु पर्यो हाम्रो बाबाले नि चिन्नुहुन्छ तपाईँलाई के भन्नु भने चिन्नुहुन्छ यो छटके तपाईँ हो ए छटक चिने तपाईँहरूलाई है मामा बुहारी ल ए पाठा किनेर लाँदै हो बस तान्नै सके छैन दौडेर है तसाट बसाट गरेर बाख्राहरू दौडेछ पाठीहरू पूजाको पाठाहरू वहाँ मान्छेले धान्नै सकेको छैन हैन नेजा तार पारेको अब यसरी गर्नुपर्छ अब यो एउटा भयो अब फेरि यहाँ अर्को यहाँ धागो बनाउँदै हुनुहुन्छ तयारी नेजा जम्मै तयार भयो कुखुरा नि छ भन्ने कुखुरा समाउनुपर्छ कुखुरा नि छ कुखुरा नि छ अगाडि है त्यो जाने है पाठा अगाडि हो अनि यिनी जाने है म त तेस्रो होइन जो गयो भने त उनी अगाडि हो सिद्ध गर उसको यिनले हिँड्न भन्दा हिँड्ने है
ठुलो मारानु नि खै बाबु हो कति दुःख कति कष्ट काट्यो बाबु हो हामीले के भनौँ कार्यक्रम अलि पहिले गर्दै यसरी हाम्रो हरिका भनौँ सफल हुने सबब हो हिँड भन्छु हिँड मान्छेको छ उनीहरूले मन्दिरको वरिपरि घुम्ने है घुम्नु परेन यी के थान हो त्यहाँ त हो त्यहाँ त यता हो त होते नै उकालो हिँडो 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 no. Katakan semuanya mana? Ya, ya. Ada ini ya lah.
बाजे छन् बाजे निस्केर समाइदेऊ बाबु पूजा उरे समाइदेऊ त काला चाहिँ धाइरिङको भुइँले खानु बनाइदियो हुनु बनाइदियो नरिवल राख्छौ नरिवलमा धजा बाँधेर राख पूजा गर्ने यो लिएर बनाउने तेरो तर्फबाट सोच्दै मलाई न जसनलाई के ल्याउनु जसन ओर पुग्यो अब ओर जाउँ त नि गर्नु त बाबा म त पर्छ साथै भयो हेमन्त म लिले चटिनी हाल्दिन्छु त बाबा त्यसो र त तेर त फेरि पलाएर ताक्यो खसिसक्यो के खिला टाँसी र कति लाउडो मेरो जमाना कति राम्रो थिएँ भने के अरे आगोले तेरो चावल जहाँ म कहाँ थिएँ नि भन्छ म त भर्खरको आरुले
अहिले अनि मरेको मान्छेलाई नबोलाउन हामीले डेरी बनाउँछ त बाजार त लेकिन है र त भाउजूले हेर्छन् नि मलाई साँच्चै मुरु नि सजन बेसी मन पराएर ल बहिनी अब हामी हिँड्छौँ सबै तार भइसक्यो अब फेरि पानी पनि पर्यो ल भयो बहिनी स्टार्ट ए जो जो बनाउमा खिच्नु पाएन विविध कारणले गर्दा सर है गाउँबाट फर्किँदै हो